म चढ्नु भन्दा नि एकचोटि उडाउनु होला मैले एकचोटि उडाउँछु कि प्लेन उडाउँछु मैले एक दिन म जेट प्लेन थियो पानी जस्तो है जस्तो के जस्तो छ है त खै के यस्तो रहेछ यार हरि बिरुवाला भनेको थिएँ यार मैले त यार घरहरू यस्तो विकसित हुन्छ नि फेरि यो चाहिँ प्लेन रोक्ने सङ्केत हो क्या त्यस्तै लाग्छ त्यस्तै त्यो ट्रेनको हुन्छ सन्देशले प्लेन उडाउन आएको मान्छे हेलमेट लिएर आन बाइकको डर लाग्छ कि प्लेनमा चढ्न लागेन के लेख्ने होला गर्लफ्रेन्डको नाम लेख्नु हुन्थ्यो आफ्नै नाम लेखेर जानु पर्यो नि त एउटा कर्मचारी आउँदा हाम्रो देशको प्रधानमन्त्रीले 32 दण्ड देखाएर फोटो खिचाउने ल हामीले चाहिँ अब बरा खाना आएर हुन्छ कि अब तन्दसमा बर्गर यहाँको दामी हुन्छ हेलो गाइज वेलकम टु माई युट्युब च्यानल आयो सबैजना सन्चै हुनुहुन्छ होला अनि सबैजनालाई गुड इभिनिङ अनि दिउँसो छ किनकि गुड इभिनिङ भन्नु होला बेलुकी हाल्छु नि त भिडियो सो सबैजनालाई गुड इभिनिङ अनि आज चाहिँ हामी तम्घासदेखि उहाँ सिमचोर एयरपोर्टतिर जान लागेछौँ टक्क कलेजबाट छुट्टी भएर यसो चलिदिउँ न त भनेर सन्देश पनि रेडी छन् जानको लागि जाउँ टक्क लाएर अब चाहिँ हामी सिमचोर एयरपोर्ट गइन्छ हल्का घुमिन्छ त्यहाँ प्लेनहरू त आउँदैन प्लेनहरू त आउँदैन कि एकचोटि हाल्यो एकचोटि आयो दुईचोटि आयो हो र पहिला सुरुमा आउँदा त थाहा पाइएन है
जाम यतैबाट ठिक छ उस कन्ट्रोल रुम होइन अरे ठिक छ बस्नको लागि यो अफिस हो कन्ट्रोल रुममा यो गेट राखेको मतलब छैन त्यहाँ छोडिदिन्छ नि ए यहाँ त के हो बब्लिङ छ कि यस्तो यस्तो छ कि बब्लिङ भन्नाले यस्तो मतलब सिधा खाए जस्तो छैन कि स्ट्रेट ल हाम्रो सिमुचेर एयरपोर्ट तम्घासको गुल्मीकै एयरपोर्ट हो क्या यो त यार अन्त अरू ठाउँ त छैन ठिक छ यो चाहिँ हाम्रो कन्ट्रोल रुम होला नि त मान्छे छैन होला के होला यसको नाम के भन्छन् कि अब हामीले कन्ट्रोल रुम भन्ने लोकल भाषामा कन्ट्रोल रुम भन्थ्यो गरेर यहाँबाट चढेर उड्न पाएँ मजा आउँथ्यो यार कहाँलाई त्यहाँ टेका फुदा फाल्छ कि हाल्छ कि भन्ने डर लाग्छ कि यस्तो लोकलमा त्यो त्यो यति एयरलाइन जस्तै भयो नि अन्त त्यस्तो त नसुने यस्तो ढल्की थियो त्यो त यार यति एयरलाइन्सको के त्यो प्लेन पर्केपछि त त्यो यति एयरलाइन्सको एउटा हेलिकप्टर पनि बिक्रीमा राखेको कि कोही चढिन्छन् क्या यति एयरलाइन्सको हेलिकप्टर 11 करोड मात्र 11 करोड भन्दा बिक्रीमा राखे ठिक छ के हो यहाँ त हनीमुन आएन क्या त्यस्तै छ तर मान्छे चाहिँ आइरहेको छ नि यार आइरहनु रहेछ नि त हो भन घुम्न आउनु होला कि होइन के आफै घुम्न आउने त कहाँ आफै आउँछ त्यही त के उडिछ त्यो पानी उस जस्तो है त्यो। ल्याउ भनिन्छ होइन त पानी के जस्तो छ है त्यो त खै के उडी है झन्डा क्या झन्डा हो र झन्डा झन्डा हो त कोही मान्छे जस्तो नआएन झन्डा जस्तो कस्तो आर्के आर्के छ हेम प्लेन बाहेक उहाँ पुगिसक्थ्यो उडिसक्थ्यो होला यार हामी त 1 घन्टा लाग्यो यार यहाँबाट उहाँ झन् कति छिटो आइयो यार तर एयरपोर्ट त अन्त घर आँटी हिँड्यो जस्तो लाग्यो 5 मिनट आइयो जस्तो लाग्यो मलाई त यार मलाई नि लास्ट नजिक लाग्यो तिमी कुरा हो क्या यार 25-26 मा आएको थियौँ अनि चाँडै आइयो यार नजिकै त छ पानी ट्याङ्की हो पानी ट्याङ्की जाऊँ न हेरौँ ए त्यहाँ नि जानु मिल्छ ए कि त्यहाँ यस्तो यस्तो छ कि कस्तो छ त्यहाँ पुरै भिड छ क्या बारी छ बारी छ म त पुरा यस्तो भिड होला भने त्यो के अरे यति एयरलाइन खसी थियो त्यस्तै यत्रो बारी छ ए खसे नि मरिँदा छ उसा त चढ्नु पर्ला अझ उता यता छ हेरि यता भिड छ यता त सुँगा केही देखिन्न रेसु यार रेसुङ्गा कता हो उहाँ के ले यहाँ 33 के नि के सिम्बल होला यो 33 यहाँ त यस्तो चढेर स्वाट माथि जाँदा त सिरिङ्ग आउँदै यार होइन झर्दा पनि सिरिङ्ग आउँदै यार उहाँबाट यस्तै झर्दा पनि सिरिङ्ग आउँदै यार झर्दा र टेकअप गर्दा डर लाग्छ अरे त्यही भन्थ्यो क्या उडेपछि फेरि मजा आउँछ अरे उडेपछि मजा आउँछ चढेँ नि यार चढ्ने यार को चढे अरूले भनेको छु नि क्या प्राइभेट प्लेन ल्याएर नवीन सर सट्टै बास गरी हालेँ मैले अहिले नवीन सरको प्लेन भनेपछि त कोही नचढे ए हाम्रो केटाहरू चढ्निँदैन नि कोही चढ्निँदैन कति ठुलो ए यस्तो रहेछ यार हरि भिर होला भने थिएँ यार मैले त यार तिमी घरहरू यस्तो विकसित हुन्छ नि यहाँ फेरि आयो यिनी त हुन्छ फेरि नि यो होटेलै भन्नु नि सक्छ यिनी जग्गाहरू त पुरै बिक्रीमा हुन्छ एउटा यहाँ त दोकान थाहा पनि हरि चल्छ म त हरि भिर होला भने थिएँ यार यस्तो रहेछ यार यता छ क्या अन्त भिर यता त डेन्जर होला हामी आएको बाटो त ए छुइन यार बारी रहेछ यार यहाँ नि यो त के
हामी यताबाट आएको नि त खासिद भिर यो चाहिँ प्लेन रोक्ने सङ्केत हो क्या त्यस्तै लाग्छ त्यस्तै त्यो ट्रेनको हुन्छ त्यो रातो झन्डा त्यस्तै हो क्या यार यहाँ माथि यस्तो यहाँबाट आएर सुई एउटा टक्क टक्कर फेरि यहाँ ल्यान्ड भयो भने के हुन्छ त बचाउन सक्यो त्यो यार मिस्टेकले हुन्छ बोरा सोरा फाले खान् के हो एयरपोर्ट यस्तो सफै गरिदिन्छ हुन त प्लेन आउने अब सफा हो नि दिनदिनै प्लेन आउने अब त्यो के हो मान्छे चाहिँ राख्थ्यो होला नि त यहाँ त सफा गर्ने सट्टपबाट अनि मैले नि यति काम गर्थ्यो होला प्लेन दिनदिनै आउने जाने गर नि त झाडु लिएर आउँथेँ मैले घरबाट एकचोटि न एकचोटि त चढाउँदैन यहाँ भन्दा नि इन्टरनेसनल चढ्न मन लाग्छ सिधै मलाई त यहाँ त डर लाग्छ यार ल म यस्तै पल्टाइदिएँ नि त यति एयरलाइन जस्तो फेरि उता नै परिन्छ फेरि यहाँ त सब चान्स त 0 चान्स हुन्छ कि प्लेन क्रास भयो भने त फेरि बस्ने त एकदिन चाहिँ चढिन्छ बरु यहाँको भन्दा त बरु भइरहेको चढिन्छ लोकल चढ्नु चढ्नु उस भएर होइन त होइन यहाँ त ठिक यहाँ त चढ्नु यहाँ डर लाग्यो राम्रो भयो अलि उस भयो हुन्थ्यो यहाँ आउनु न होला आउँछ के थाहा अस्ति सक्सेस गरेर आउला नि अब त अझै पुरै बनाएर भ्याइहाल्यो हो र अझै बाँकी अनि अफिसमा सामान ल्याउनै बाँकी छ कन्ट्रोल रुमै होला कि त्यो हो क्या कन्ट्रोल रुमै हो अफिसै हो यसैको सबैजना हुन्छ नि यस्तो जुन एयरपोर्टमा नि प्लेन उडाउन आएको मान्छे हेलमेट लिएर आन बाइकको डर लाग्छ कि प्लेनमा चढ्नु लाग्यो नि टक्क टाउको त सेभ गर्नु पर्यो अरू त टाउको अनि अनि सामान पनि हल्का त्यसमा चाहिँ उस लानुपर्छ त्यो क्रिकेट खेल्न लाउँछ नि हो त चाहिँ लानुपर्छ ल्याउँछ नि हामी हेलिकप्टर दोकानमा पाइन्छ होला एउटा सानो प्लेन लिएर ए अँ यार अन्त प्लेन बनाएर चाहिँ यहाँ चाहिँ राम्रो काम गरिरहेछन् केटीकेटीकै काम होला यस्तो ढुङ्गा फाल्ने त्यहाँ यार मैले भेटाएँ नि हाम्रो 12 त खतम भयो यार न टुर गयो न पिकनिक गयो यार अन्त भिडियो हेर्ने जतिले पिकनिक जामलाई केटा अँ यार बरु सबै त्यो जे छ नि मेरो भिडियो नि सबै आइज पिकनिक जाम यार अन्त पैसा उठाएर जाम मिलेर पैसा उठाएर जाम्ला उठाउन अरूले उठाउनु तिमीले उठा मलाई लैजा के लेख्ने होला गर्लफ्रेन्डको नाम लेख्नु नि त आफ्नै नाम लेखेर जानु पर्यो नि त बुझिन्छ होला नि त तिम्रो नाम देखेर फेरि त्यसले नै ल्यान्ड नहोला यार होला हुन्छ त्यो यार ढुङ्गी फालेर चाहिँ यहाँ सबै मेरो लागि बनाइदिएर मैले उता ल्याउँछु नि त प्लेन मेरो घर त्यही उताबाट लिएर आउँछु मैले प्लेन त्यही भएर यताको लागि मेरो लागि बनाइदियो यतिले मैले त यति टेको फाल्ने ल्यान्ड हान्ने चाहिँ धेरै ठुलो पनि चाहिन्न ल्यान्ड होइन यिनले लन्ड हान्दिन्छ तर एक दिन चाहिँ प्लेन चाहिँ चलाउनु मन लाग्छ एयर होस्टेसलाई साइडमा राखेर मारी प्लेन यस्तो हुँदैन यस्तो हुन्छ यहाँ प्लेन एउटा हातले एयर होस्टेसले होइन यस्तो हुन्छ यस्तो हुन्छ नि त यस्तो हुन्छ कि यस्तो बटन हुन्छ सबै बटन सर्ट एकैचोटि चाँदिने हानिदिने यस्तरी भयो प्लेन उडो
कता बास गरे उता नै पर्ने भित्र गएर चिया राख्नुपर्छ यार चिया बनाएको नि नेपाली द बोयज भन्छ हामी चाहिँ टक्क सिमिचेर एयरपोर्ट पनि घुम्यो अन्त यस्तो गयो यसो आइयो के घुम्यो भन्ने यस्तो पो घुमेको भन्ने सिधै गयो सिधै आइयो केही छैन प्लेन अब प्लेनमा चढेर सट्ट जानु हुन्थ्यो जानु पैसा छैन पैसाले कति भन्छ नि यहाँ चढेको 10-20 त्यत्रो भन्नु के 5,000 यस्तो ठाउँमा भएर कहाँ गर्नु साह्रो होइन 5 यार प्लेन हेरौँ प्लेन त आयो कहाँ यसो मौसम त खराब छ इमर्जेन्सी ल्यान्डिङ गर्छ कि केटा गाई यार अघि कहाँ घुमाएर ल्यान्डिङ अर्को ठाउँमा त्यो त टुडी खेलमा खेल्दा ल्यान्ड गर्दै थियो हेलिकप्टर त्यो त भर्खरको त पेलेन हो भर्खरको त पेलेन कि अस्ति हेलिकप्टर के होइन मैले भन्नु चाहिँ अस्ति यहाँ घुमाएको थियो नि तम्घास पनि घुमाएको थियो नि त्यस्तै घुमाएर बिहान नामिदिने हो क्या गेट लगाइदिएर जाने गेट लगाइदिनु लगाइदिउँ के छ र चाहिँ गर्छ पेलेनै हो कि अनि सानो पेलेन त्यो कि एयरप्लेनको इन्जिन त राखेको राखेको कि अस्ति मोडिफाई गरेको थियो ए त्यहीँ हो कि गर्छ यार उसलाई म त साँच्ची यार पछाडि उनीहरू लाग्यो टेका पनि लाग्यो के पो रहेछ यहाँ गरेको नि भिडियो गरेको कि ट्राफिक दाइले फर्काइदिनु भयो ए यहाँ त बवाल खालको कार्यक्रम चलियो त अन्त के कार्यक्रम रहेछ आन्दोलन त राष्ट्रिय जनमञ्च घुम्ने आयोजक हाम्रो सुरक्षा निकायले कुराकानी गरिराखेको छ हाम्रो भूभागमाथि भारतीय सेनाले परेड खेलेका छन् देशको सरकारले कुनै प्रभावकारी कदम चाल्न सक्दैन कानापानीमा भएको भारतीय सेनाको हकमा के गर्ने र पश्चिमको दार्चुलादेखि लिएर नेपालको अत्याक्रमित 70,000 हेक्टरभूमिलाई के गर्ने भनेर अस्ति भारतको विदेश सचिव विनय मोहन कोत्रा नेपाल आएका तर विनय मोहन कोत्रा नेपालमा आएर कालेपानीका बारेमा कुरा गरे चर्या आउँदा हाम्रो देशको प्रधानमन्त्रीले 32 दण्ड देखाएर फोटो खिचाउने जसले राष्ट्रियताका सबैभन्दा चर्को कुरा गर्छ केपी ओली उले पनि मुख मिठाउँदै फोटो खिच्ने गाइस यहाँ चाहिँ उस भयो रहेछ कि हल्का विरोध सभा भयो रहेछ हामी चाहिँ थाहै थिएन हामीलाई त 81 यस्तो रहेछ ठिक चाहिँ टक्क लगाएर तम्घास आइयो सिमिचोर एयरपोर्ट घुमेर नि आइयो त्यो खास चाहिँ केही थिएन त्यहाँ नि अब चाहिँ हामी के हेऱ्यो ए विरोध सभा नि हेऱ्यो त्यहाँ तल अनि अब चाहिँ हामी टक्क नास्ता खाइन्छ अब यहाँ फुड ट्रकमा अझ टिकटक रोडमा फुड ट्रक आयो नि त फुड ट्रक तम्घासकोलाई त सब म्याक्सिमम् सबैलाई थाहा हो बाहिरी पनि बाहिर कोही घुम्न आउँदा चाहिँ खायो हुन्छ राम्रोसँग ठिक छ अब हामी चाहिँ यहाँ ल हामीले चाहिँ अब बरा खान आँटेको सन्जुले अब के भन्ने छ
मिस्त्री चाहिँ कस्तो हो भने यहाँको मैले अस्ति खाएँ हुन्छ कि अब तङ्गसहरूमा बर्गर यहाँको दामी हुन्छ तङ्गसहरूमा यहाँको दामी हुन्छ अलिकति चलन खाएँ म त मिठो न तर अलिकति खाएको ए हिजो हुन्न नि ल हामी चाहिँ बरा खान्छौँ खाना मिलेन कि भिडियो गर्दा ल हामी चाहिँ फेरि चाउमिन खान्छ हामी त वेट गर्नु फेरि चाउमिन सुरु गर्नु लाग्यो यार हामीले त यार ठिक छ हम चाउमिन खाइन्छ हामीले टक्कर काल सन्देश काल हामी चाहिँ चाउमिन खान्छ त्यसपछि घरतिर जानुपर्छ ल हामीले चाहिँ टक्कर नास्ताहरू पनि खाइयो अब हामी घर चल्नु पर्ने हुन्छ के भयो पानी बस्छ क्या ठिक छ के छ क्युटी नानी ठिक छ नास्ता चाहिँ बवाल भइछ हाम्रो ल हामी चाहिँ नास्ताहरू पनि खाइयो अब चाहिँ टक्क लाएर घर चलिदिनु पर्ने हुन्छ अनि मैले भ्लग चाहिँ यतातिर एन्ड गरिदिन्छु कस्तो लाग्यो लाइक कमेन्ट सेयर गरिदिनु होला सब्सक्राइब नगरेको अहिले सब्सक्राइब गरिदिनु होला ठिक छ सबजनाले माया गरिदिनु होला ल किप सपोर्टिङ